हाई एभ्रिवान हामी हाई भनिदिनु हाई आज चाहिँ हामी एउटा नयाँ गेम खेल्न गइरहेको छु है त्यो चाहिँ के हो भन्दाखेरि हामी एकअर्कालाई चाहिँ कतिको चिन्छु भन्ने गेम हो हु नोज मी बेटर भन्ने गेम हो है अन्त हामी सँगै बसेको चाहिँ 6 वर्ष जस्तो भयो त्यो भित्रमा चाहिँ हामी दुईजनाले एकअर्कालाई चाहिँ कतिको चिन्छु भन्ने गेम हो है र कसले बेसी चिन्दो रहेछ त्यो चाहिँ अहिले थाहा भइहाल्छ हो अन्त जसले चिन्दैन नि जस्तो रङ हुन्छ है आन्सर त्यसले चाहिँ यो के भन्छ यो आटा लाउनु पर्ने हुन्छ रङ आन्सर भयो भने चाहिँ गेममा र हाम्रो गेम चाहिँ आज यही छ है एकअर्कालाई कसले बेसी चिन्छ भन्ने गेम हो म क्वेसन भन्छु यहाँबाट मेरो फोनमा मेरो क्वेसन राखेको छु अनि आन्सर चाहिँ हामीले यहाँ लेख्नुपर्ने हुन्छ तपाईँहरूलाई देखाउँछु है कसको मिल्छ कसको मिल्दैन मिलेन भने चाहिँ यो आटा लाउनु पर्ने हुन्छ गेमको चाहिँ पनिसमेन्ट भनौँ न है आटा लाउनु पर्ने चाहिँ मम्मी लेख्नु थाल्नु भयो र क्वेसन चाहिँ के छ भन्दाखेरि चाहिँ फर्स्टमा क्वेसन चाहिँ के छ मम्मी त्यहाँ लेखेर चाहिँ देखाउनु कुन कुन लेखमा लेख्नुपर्छ ल तपाईँलाई पनि देखाउने छु है त्यो चाहिँ के हो आन्सर भनेर मिल्छ कि मिल्दैन अनि फर्स्ट क्वेसन छ हामीले एकअर्कालाई कतिको चिन्छु भन्ने फर्स्ट क्वेसन चाहिँ छ घरमा फर्स्ट नम्बरमा घरमा सबैभन्दा धेरै अनलाइन सपिङ को गर्छ 1 2 3 के लेखेछ मैले के लेख्नु छ खै खै हेरौँ त्यो लेखेन बुहारी मलाई लेख्नु भएको रहेछ मैले लेखेको है वर्षा लेखेको है ल यो पनि सँगै मिल्यो है एकअर्कालाई चिन्दै रहेछ हामीले यसमा चाहिँ हो अन्त नेक्स्ट क्वेसन छ भिडियो लामो हुन्छ हो नेक्स्ट क्वेसन छ मम्मीलाई मैले बनाएको कुन खाना सबैभन्दा मिठो लाग्छ र कुन चाहिँ ठिकैको लाग्छ ठिकैको चाहिँ के लेख्नुपर्छ 1 2 3 के लेख्नुपर्छ सबैभन्दा मिठो लाग्ने मासु अरू ठिकै मासु चाहिँ मिठो र अरू चाहिँ ठिकै लाग्छ त सबै खाना मिठो बनाएर खानुहुन्छ या पोल खोल्दैछ अरे मम्मीले अनि मैले चाहिँ सबै मिठो खाना कुन चाहिँ लाग्छ सबै भनेको छु मैले अल लेखेको छु अनि ठिकैको चाहिँ थाहा भएन लेखेको छु हो मिठो मासु अरू चाहिँ ठिकै ठिकै मात्रै मिठै ठिक हो के ठिकै कि मिठो के भएन जस्तो यो भएन यो अरू सबै खाना पढ्दा मिठो लाग्छ अहिले चाहिँ ठिकै हेरेँ अब यो चाहिँ कसरी हो के भन्नु अब मैले पनि अल लेखेको छु तपाईँले मासु लेख्नु भएको छ लु अब यो मम्मीले सबैभन्दा मिठो के लाग्छ भन्दा मासु भन्नुभएको छ अरू चाहिँ ठिकै लेख्नु भएको छ मम्मीको राइट होला मम्मीले सोचेर आन्सर दिनुभएको होला मम्मीलाई सोधेको क्वेसन हो नि त होइन अब मिठो लाग्नु मलाई मलाई रङ होला पर्छ नि तपाईँलाई मासु मात्रै मिठो लाग्छ तपाईँलाई यहाँ लगाउनु 3 नम्बरको क्वेसन चाहिँ के छ भन्दाखेरि चाहिँ भिडियो नै लामो हुने रहेछ साथीहरू प्लिज अनलाइन लास्टसम्म हेर्नुहोस् है भिडियो चाहिँ अलिकति फनी पनि हुनसक्छ है अन्त पहिला मलाई चाहिँ रिस उठ्दा त सबैभन्दा पहिला के गर्छु लेख्नुपर्छ है के छ 1 2 3 खै देखिन के लेख्नु छ म यहीँबाट पढेर सुनाउँछु देख्दैन रहेछ रुममा बसेर सुत्छ मैले चाहिँ रुममा गएर बस्छु लेखेको छु मम्मीले सुत्छु एउटै सेम हो है यो सेम भएछ केही गर्नु पर्दैन मिल्यो र 4 नम्बर क्वेसन चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँको विचारमा नि मैले सबैभन्दा धेरै पैसा केमा खर्च गर्छु त्यहाँ नदेखा नि कपडामा सपिङ एउटै हो कपडामा सपिङमा नै धेरै किसिम सपिङ लेखेको थिएँ मम्मीले चाहिँ लुगा कपडा छ हो ठिकै छोरा आइटममा सपिङमा सबै आउँछ
त्यो पनि हाल्नुपर्छ छोड्यौँ न। 5 नम्बरको क्वेसन चाहिँ के छ भन्दाखेरि चाहिँ अब केही पनि सपिङ गर्न जाँदा लुगा भयो केही पनि किन्नु जाँदाखेरि हामी कसको सल्लाह बढी मान्छौँ दुईजनामा? तपाईँको रहेछ वर्षा वर्षा। अरे मैले दुईजनाकै लेखेको छु। हामी एक अर्काको भन्नु लेख्न अनि चाहिँ फेरि एकअर्काकै हो तपाईँ रहनु भयो ल न होइन होइन एक अर्काकैमा हो क्योंकि मैं बहुत दिनों से तेरा अब मैं तेरा बहुत दिनों से खेल बंद करने के चक्कर में था। हेलो साइड थियो त यो रङ भयो। 6 नम्बर क्वेसन के छ भन्दाखेरि चाहिँ मम्मीलाई चाहिँ मेरो कुन कुरामा सबैभन्दा हुन्छ नि अब बढी गर्व महसुस गराउँछ? मेरो कुन कुराले चाहिँ गर्व महसुस गराउँछ? रोमन इङ्ग्लिस लेख्दा पनि हुन्छ। भयो आन्सर? होला भयो छिटो सोचिबस्छ होइन छिटो लामो हुन्छ भिडियो 7 मिनट भइसक्यो। म मुखले भन्छु न ल मुखले भन्ने अरे मलाई मुखले तपाईँ भनिहाल्नु पर्छ। अरूको बुहारीको तुलना गर्दा मेरो बुहारी राम्रो छ भने गरौँ मेरो सेम सेम राम्रो बुहारी हो भन्ने कुराले होला लेखेको चाहिँ मैले चाहिँ ल त्यही होइन। ल दुईजनाको भिडियो 7 नम्बर तपाईँको सबैभन्दा कति नम्बर क्वेसन हो? 7 नम्बर क्वेसन चाहिँ के छ भने चाहिँ मम्मीलाई सबैभन्दा मनपर्ने कलर कुन हो तपाईँको? आफ्नै कलर पनि थाहा छैन टाउ गराउँदा आजै त लेख्यो कुन चाहिँ? बर्गन्डी बैगनी बर्गन्डी चाहिँ कसरी भयो? पर्पल चाहिँ पर्पल हो त्यो पर्पल हो है साथीहरू। तर यो बर्गन्डी भन्नुहुन्छ मम्मीको भाषामा बर्गन्डी बैगनी बैगनी के भन्छ नेपालीमा? धेरै कलर हुन्छ नि त। त्यो मेरो चाहिँ पर्पल हो सेम सेम भयो ल। अनि मेरो कुन चाहिँ हो फेभरेट कलर? 8 नम्बरको क्वेसन ल। 8 नम्बरको क्वेसन मेरो फेभरेट कलर कुन चाहिँ हो? छिटो गर्नु छिटो टाउको नगर्नु छिटो भयो कुन चाहिँ? गेरुको गेरु कलर अरे मै ब्ल्याक होइन ब्ल्याक भयो यस्तो कलर ब्ल्याक हो मेरो फेभरेट कलर। रङ भयो रङ ग्रे मन पर्छ। फेभरेट चस्मा खोल्नु हो फेभरेट हो नि त। कलरमा फेल भयो म थाहा थियो मलाई ग्रे मन पर्छ मन पर्ने तर कलर भने फेभरेट। हामी मध्ये 8 नम्बरको क्वेसन चाहिँ कि 9 नम्बर नि 9 नम्बर क्वेसन के छ भन्ने चाहिँ हामी मध्ये सबैभन्दा रिसाएको छ? चेन्ज हुन्छ त्यसै नै अब म थपिदिन्छु नि त। मैले चेन्ज गरेँ के लेख्नु भएको छ खै? दुवैजना लेखेको छ र अलि बेसी म मिलेको छु ल हो कि न? दुवैजना हो राइट। आमा त्यो भने सासु अलिक बेसी भइहाल्छ। अन्त अर्को 10 नम्बरको क्वेसन चाहिँ के छ? फाइनल क्वेसन हो यो चाहिँ है। भिडियोले लामो पनि भइसक्यो हो त्यही भएर
फियान्सेबाट ढिलो को छ यो चाहिँ सबैमा हुने अभी मजा आएगा ना भिडो यसमा चाहिँ के देख्नु वर्षा मम्मी मैले कहिलेलाई 9 वर्ष सुत्दै आफै मलाई ढिलो उठ्यो। मम्मी गएर खाएर म कोही कोही बेला सुत्छु कोही कोही बेला बिसन्चो हुँदा म स्कुलमा लाग्दा अनि म बिसन्चो हुँदा सुत्छु। म नानीको स्कुलमा लाग्दा अब चाहिँ के भन्नुहुन्छ अनि नानी मात्रै छ घरमा अरू छैनन्। नानी मम्मीले म लेखेको चाहिँ पहिला लगाइदिनु मम्मी भने त म पनि हुन्छु है घरमा त्यस्तै हो है। आज क्वेसन चाहिँ यति नै थियो। लास्टको क्वेसन चाहिँ के भयो थाहा छैन हो। एघारवटालाई भन्ने मम्मीले म भन्नुहुन्छ मैले मम्मीलाई भने हो आँटा मैले बेसी लगाएको छु नि होइन मैले त सबै मैले भक्कु लगाइदिएला नि तपाईँलाई। र आजको चाहिँ यति नै छ क्वेसन चाहिँ यही छोडिदिनु। अब जति भयो भयो भने तपाईँलाई कतिको चिन्ता रहेछु भनेर चाहिँ क्वेसन आज तपाईँहरूले सुनिसकिहाल्नु भयो होला है। यति नै थियो है। तपाईँहरूले के कस्तो लाग्छ कमेन्ट गर्नुहोस् है। आजको क्वेसन चाहिँ यही थियो। कमेडी भयो कि भएन थाहा छैन है। एकअर्कालाई कतिको चिन्ता रहेछु भन्ने थियो नि त होइन। ठिकै छ होइन राम्रै लाग्यो मलाई त। मम्मीको आँटा कसले बेसी लगायो त्यो पनि कमेन्ट गर्नु हेरेर है। कमेन्टमा मैले लगाएँ कि मम्मीले लगाएँ है। कोही सही उत्तर दियो कसको मिल्यो मिलेन त्यो पनि कमेन्ट लेख्नुहोस् होला है। र आजको लागि यति नै बाई बाई।